हाई गाइज गुड मर्निङ। म चाहिँ बिहान उठेर यस्तो गर्छु। तपाईँहरू गर्नुहुन्छ हुँदैन? यो पहिलोचोटि शरीरलाई फिट गर्नको लागि यसरी तपाईँहरू जगिङ गर्नुहोस्। शरीर के हुन्छ, एक्टिभ हुन्छ, तन्दुरुस्त हुन्छ। यसो गर्दाखेरि यसरी गर्नुहोस्। एउटा भयो, यसरी एक्सर्साइज गर्नुहोस्। तपाईँहरू उफ्रिनुहोस्। एउटा भयो। अब अर्को यस्तो गर्नुहोस्, यसरी उफ्रिनुहोस्। अगाडिको 5 वटा अम्लमा यसो अगाडि ल्याएर यसरी उफ्रिनुहोस्, गर्नुहोस्। यस्तो गर्नुहोस्। यो एउटा भयो। अर्को एउटा यो छाता जस्तो पछाडि हात यसो लानुहोस्, यस्तो ल्याउनुहोस्, यो ल्याउनुहोस्। अनि अर्को एउटा यस्तो गर्नुहोस्, यसरी। यो गर्दा के हुन्छ भने गर्दनको लागि हो, यो गर्दा राम्रो हुन्छ। यो गर्नुहोस्। यो कुम दुख्दैन, गर्नुहोस्। अनि अब अर्को के गर्नुहुन्छ भने यस्तो गर्नुहोस्। यसो गर्दा एक्टिभ हुन्छ शरीर। त्यो गरिसकेपछि यो गर्नुहोस्। 1 2 1 2 1 2 3 4 त्यो गरिसकेपछि अनि अब अर्को के गर्नुहोस् भने अब अर्को बसेर गर्ने प्राणायाम म तपाईलाई देखाउँदैछु, हेर्नुहोस्। यो 1 2 1 2 1 2 1 2 घरभित्रै गर्न सक्नुहुन्छ तपाईँ। म चाहिँ बेडमै गरिरहेको छु, केही छैन, बाहिर गइराख्नु पर्दैन। मन भए चाहिँ गर्न सकिन्छ। 2 यसो गर्नुहोस्। यो कम्मर दुख्नको लागि राम्रो हो, कम्मरको हो यो एक्सर्साइज। एउटा भयो, बस। अनि अब यसरी वज्रासनमा बस्नुहोस् तपाईँहरू। म चाहिँ यसरी बस्छु 5 मिनटसम्म। यो हजमको लागि, कन्स्टिपेसन प्रब्लम भएको, खुट्टा दुख्ने, खुट्टा दुख्ने राम्रो हुन्छ। यसरी बस्नुहोस्। ल त गाइज, आजको लागि बाई बाई। तपाईँलाई कस्तो लाग्यो, के लाग्यो, मेरो भिडियो लाइक, सब्सक्राइब, कमेन्ट गरिदिनु होला। ल त बाई।